यो खेल सञ्चालन गर्नेछौँ। सुरु फर्स्ट म्याच खेल सुरु भइसकेको छ। ग्रिनल्यान्ड निकै नै उत्कृष्ट खेलको अवलोकन गर्न पाउनेछौँ हामीले यहाँनिर। राम्रो बल खेलाउँदैछन् अनिल गुरुङले। विपिन पन्तको राम्रो प्रहार थियो, यसलाई कन्ट्रोल गर्न नसक्दा ग्रिनल्यान्ड बलमा हाबी भएको छ। राम्रो पास खेलिरहेको छ, यो ब्याक पास एबिन बस्याललाई। विपिन आफ्नो मैदानको डिफेन्सिभ लाइनलाई निकै नै बलियो तरिकाले पहाड जस्तै उभिने गर्छन् विपिन पन्त। यो पहिलो प्रयास थियो। आफ्नो मैदानमा बललाई सहज रूपमा खेलाइरहेको छ निकै नै अनुभवी डिफेन्स सुधीर पासवान। मिलाइदिनु पर्यो नि त्यसले सर्ट सुधीर बलमा सुधीर पेलिनु हो। जर्सी नम्बर 6 बलमा रनिङ सेल फुटबल प्रतियोगितामा थुप्रै प्रतिस्पर्धाहरू खेलिसकेको अनुभव पनि छ। यति मात्रै होइन, साउदी अरबको रियादमा पनि उहाँले आफ्नो खेल प्रदर्शन गरिसक्नु भएको छ। त्यो बीचमा दिनु पर्यो नि त्यसले। मन्दिप बलमा अनिल गुरुङ। प्रितम गोल पोस्ट नजिकै गरिएको यो पासलाई सजिलै नियन्त्रणमा लिएको छ। एबिन बस्यालको गोलकिपरलाई दिइएको यो पास राम्रो क्लियरेन्स थियो सुधीरबाट। विपिनको बलमा विपिन सङ्घर्षरत राहुल दुरा। जीवन दुरा बलमा र बलले अझै पनि फेभर गयो। आनन्दले बेलालाई क्याप्टेन विपिन बलमा प्रितम गुरुङको यो पास लाई ग्रिनल्यान्ड युथ क्लबले आफ्नो पक्षमा पारेको छ। एबिन बस्याल बलमा यो लामो पास थियो तर दिशाविहीन। जनकल्याण तमु समाजका गोलकिपरको लागि यो निकै नै सजिलो बल थियो। आफ्नो डिफेन्स क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गरिरहेको छ जनकल्याण तमु समाज। ग्रिनल्यान्ड युथ क्लब मालिकै उत्कृष्ट डिफेन्सहरूमध्येको दुईवटा नाम हो सुधीर र विपिनको, जसले जनकल्याण तमु समाजको डिफेन्स लाइनअपलाई स्ट्रङ बनाइरहेका छन्। मनिष गुरुङ हुनुहुन्छ अर्कापट्टि गोलकिपर, म्यान अफ द म्याच। बलमा मनिष गुरुङ राम्रो कन्ट्रोल तर बल सजिलै पसिदिएका छन् जनकल्याण तमु समाज। रविन्द्र आचार्यको यो पासलाई नम्बर 14 जीवन दुरा थ्रो इनलाई आफ्नो पक्षमा पार्दै राम्रो पास। फेरि पनि बलमा अझै ग्रिनल्यान्ड युथ क्लब। राम्रो प्रयास थियो त्यो वीरबहादुर गुरुङज्यू, कृपया स्टेजमा सम्पर्क गरिदिनु होला। वीरबहादुर गुरुङ मन्दिप बललाई अगाडि बढाउँदै जर्सी नम्बर 2
किरण ठकुरी ग्रिनल्यान्ड युथ क्लबको यो मिस पास भए सँगसँगै जनकल्याण तमु समाजले आफ्नो क्षेत्रमा बल खेलाइरहेको छ। अनिल गुरुङ पास दिँदै प्रितमले बल अगाडि बढाउँदैछन्। एभिन बस्यालको राम्रो हुन चाहन्छ यहाँनिर र यो आक्रमण जर्सी नम्बर 9 मनिष गुरुङ राम्रो अवसर थियो त्यो उत्कृष्ट खेलाडी मध्येका एकजना खेलाडी हुन् मनिष गुरुङ ग्रिनल्यान्ड युथ क्लबका। बलमा फेरि पनि जनकल्याण तमु समाज आफ्नै क्षेत्रमा खेलाइरहेको छ। आफ्नै क्षेत्रबाट गेमलाई बिल्डअप गर्दै आक्रमण गर्दै आइरहेको छ। यो राम्रो प्रहार थियो उस्तै उत्कृष्ट बचावट गोलकिपर व्यवस्थापक क्षेत्रबाट यहाँनिर फेरि पनि लामो पास तर जनकल्याण तमु समाजका क्याप्टेनको लागि यो बल कन्ट्रोल गर्न त्यति अप्ठ्यारो भने थिएन। राम्रो डिफेन्स राहुल दुरा बलमा सङ्घर्ष गर्दै राम्रो ब्याक पास थियो यो। एभिन बस्याल बलमा निकै नै उत्कृष्ट खेलाडी माडी क्षेत्रकै एउटा स्टारको रूपमा चिनिन्छन्। एभिन बस्याल राम्रो प्रयास थियो यो। राजेश गुरुङ बलमा राजेश गुरुङ बल अगाडि बढाउँदै यो प्रहार थियो निकै नै कडा प्रहार तर व्यवस्थापकको ग्लोभ्सबाट यो बल चिप्लिने सम्भावना थिएन त्यहाँनिर। मनिष गुरुङ बलमा तर निकै नै उत्कृष्ट गतिको साथमा दौडिने मन्दिप नेपालीले त्यसलाई सजिलै खोसेर बलमा फेरि पनि मन्दिप प्रितम गुरुङ बलमा आफ्नो साथीको खोजीमा र यसलाई गोल पोस्ट नजिकै लिएर गएका छन्। जीवन दुराको यो क्लियरेन्स सँगसँगै फेरि पनि बलमा जनकल्याण तमु समाज राम्रो चलाइरहेका छन्। चेस्ट गरिदिएका छन् जीवन दुराले खतराबाट मुक्त। राजेश गुरुङ आफ्नो साथीको खोजीमा यो लामो पास खेल मैदानको अर्को कर्नरमा एउटा कर्नरबाट अर्को कर्नरमा गरिएको पास सम्भवतः यो हेडिङको लागि फालिनेछ यो बल। प्रितम गुरुङ प्रत्यक्ष रूपमा मैदानमा उपस्थित हुन नसक्नुभएका दर्शकहरूलाई घरमै बसेर आफ्नै मोबाइल या ल्यापटपबाट हेर्न पाइने अवसर जुराउँदै हुनुहुन्छ। ध्रुवतारा युवा क्लबका खेलाडी रमेश भुजेल जसले यो प्रतिस्पर्धाको हरेक सेकेन्ड यही चौरमा बिताइरहेका छन्। आफ्नो टोल छरछिमेकका युवा साथीहरूलाई मोटिभेसन गर्ने गर्छन्। उनले राम्रो प्रभाव पारेका छन्। उहाँको सामाजिक कार्यको हामी प्रशंसा गर्दछौँ र खेलमा जनकल्याण तमु समाज राम्रो स्किल देखाएका थिए त्यहाँनिर अनिल गुरुङले तर बलले अझै पनि फेभर गरेको छ जनकल्याण तमु समाजलाई खेलाइरहेका छन्। क्याप्टेन विपिन यो लामो प्रहार सशक्त प्रहार सुरेश गुरुङ बलमा थियो केही समय अगाडिसम्म डिफेन्सबाट खेलिरहेका सुरेश गुरुङ आक्रमण पनि गर्ने गर्छन्। हामीले हाम्रो पालामा यस्तो बललाई ग्रास पास भन्ने गर्थ्यौँ। राजेश गुरुङ मनिष गुरुङ बलमा प्लेयरलाई बिट गर्दैछन् जनकल्याण तमु समाजका। राम्रो पास एबिन बस्याल सहज रूपमा बल आफ्नो पक्षमा पारेको छ जनकल्याण तमु समाजले। सुरेश गुरुङ निकै नै शारीरिक रूपमा निकै नै बलिया खेलाडी। यो राम्रो अवसर हुन सक्थ्यो। डिफेन्समा उत्कृष्ट पास खेलिरहेको छ। सजिलै आक्रमण गर्न दिइरहेको छैन जनकल्याण तमु समाजलाई। फेरि मन्दिप बलमा
खेलाडीको खोजीमा आफ्नो साथीको खोजीमा त्यहाँनिर जर्सी नम्बर 2 यो विक्रम गुरुङ रेफ्रीको यो हुइसेल सँगसँगै सुरु मैले वहाँ इन्डिया भेटेको थिएँ बेलबहादुर गुरुङ ओ ल ल ल ल अब तिमी अब आउने अनि पछि भेट्न टिमबाट खेल्ने कि क्यानाडा युएसए र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्न गइरहेको उक्त फुटबल वर्ल्ड कप फुटबल प्रतियोगिताले हामी सबैलाई मनोरञ्जन दिनेछ। यो प्रहार थियो, उत्कृष्ट प्रहार थियो, सशक्त प्रहार थियो र यसलाई उस्तै क्लियर गरिदिएका थिए गोलकिपर दिवस थापा छेत्रीले। विपिन बलमा उत्तम गुरुङ डी बक्समा बलहरू खेलाइरहेका छन् तर यो मौका हुन सक्छ यहाँनिर उत्कृष्ट गोल गोलकिपरलाई सजिलै पिट गरिदिएका थिए लिएको छ। यो पहिलो गोल सँगसँगै निकै नै सक्रिय खेल, निकै नै छिटो बल मैदानमा घुमिरहेको हामीले देख्न सक्छौँ। इक्वेलाइजरको प्रतीक्षामा रहनेछ ग्रिनल्यान्ड युथ क्लब भने अर्को गोल थपेर राम्रो हार गर्दैछन् जनकल्याण तमु समाजका खेलाडी साथी। पहिलो हाफको अन्त्य सँगसँगै दोहोऱ्याउन चाहन्छु, जनकल्याण तमु समाजले निकै नै फराकिलो अन्तरले जितेको थियो पहिलो गेम। अहिलेको गेमको एक मात्र गोलकर्ता फेरि अर्को प्रहार थियो। यो एभिन बस्याल बलमा राम्रो पास थियो। यो आफ्नो डिफेन्सको क्षेत्रमा बल खेलाइरहेको छ, सहज हुने छैन। जर्सी नम्बर 14बाट जीवन दुराबाट बल खोज्नको लागि राहुल दुरा बलमा राम्रो पास खेलिरहेको छ। आफ्नो डिफेन्सलाई बलियो बनाउँदै बललाई अगाडि बढाउँदै थियो तर दुर्भाग्य भन्नुपर्छ यहाँनिर जनकल्याण तमु समाज खेलमा फर्किएको छ। जर्सी नम्बर 6 प्रितम गुरुङ बलमा जर्सी नम्बर 11 को फेरि अर्को प्लेयरमा आफूलाई अब्बल गोलकिपरको रूपमा प्रमाणित गर्दै आइरहेका छन् जनकल्याण तमु समाज। आफ्नै गोल पोस्टको क्षेत्रमा प्रहार गरिरहेको छ। यो दिशाविहीन प्रहारलाई रविन्द्र आचार्यले कन्ट्रोलमा लिँदै बल अगाडि बढाउँदै जर्सी नम्बर 2 लगाएर खेल्ने खेलाडी यो फ्री अवसर, यो अवसरलाई सदुपयोग गर्न सक्छ कि सक्दैन जनकल्याण तमु समाजले। बलमा सङ्घर्ष गर्दै थिए तर यसपालि जितेका छन् सुरज गुरुङले बललाई। मनदीप बलमा यो प्रहार थियो। अनुभवी खेलाडी हुन् प्रितम गुरुङ, सुरज गुरुङ उत्कृष्ट बल कन्ट्रोल गरे सँगसँगै मध्य भागमा बल खेलाउँदै रविन्द्र आचार्य बल खेलाउँदै थिए। यहाँनिर फेरि पनि जर्सी नम्बर 2 राजेश गुरुङ गोल पोस्ट भन्दा बाहिरबाट मन्दिप बलमा आशिष गुरुङ फेरि पनि मन्दिप बलमा सहज रूपमा खेलिरहेको छ। हतार छैन जनकल्याण तमु समाजलाई। सम्भवतः यो ब्याक पास हुनेछ। विपिन पन्त मन्दिपले सजिलै डज गरेका छन् ग्रिनल्यान्ड युथ क्लबका खेलाडी साथीलाई। सहज तरिकाले बललाई आफ्नो क्षेत्रमा खेलाइरहेको छ। मन्दिपको यो ब्याक पास सुधीरलाई, यो हेडिङ राम्रो चेस्ट थियो। राजेश गुरुङको आफ्नो खेलाडी साथीलाई खोज्दैछन् त्यहाँनिर।
राम्रो प्रहार थियो यो, राम्रो क्रस थियो यो, यसलाई आवश्यकता थियो त मात्र एउटा ट्याप इनको। जनकल्याण तमु समाज सजिलै बल खेलाइरहेको छ आफ्नो साथीको खोजीमा। जर्सी नम्बर 14 गोलकिपर रेडी, रेफ्रीको हुसेल सँगसँगै यो प्रहार बाहिरी। जर्सी नम्बर 14 जीवन दोरा, बल आउट। डिस्टर्बेन्स पछाडि गेम फेरि सुरु भएको छ। ब्याक पास हतार छैन जनकल्याण तमु समाजलाई, समय लिएर खेलिरहेको छ भने ग्रिनल्यान्ड युथ क्लबलाई प्रत्येक न्यानो सेकेन्डहरू महत्त्वपूर्ण हुनेछन्। यहाँनिर उपलब्ध हुने छैन ग्रिनल्यान्ड युथ क्लबलाई। रविन्द्र आचार्यको यो राम्रो पास सँगसँगै बलमा सङ्घर्षरत सुरज गुरुङ, सुधीरको यो लामो प्रहार, रविन्द्र आचार्य, जर्सी नम्बर 11 राहुल दुरा। राखिदिनको लागि हामी अनुरोध गर्दछौँ। सुधीरको राम्रो हेडिङ सँगसँगै बललाई क्लियर गरेको छ जर्सी नम्बर 11 राहुल दुरामा गरिएको यो पास, यो मिस पास थियो विप्लव सुवेदीको। गोली जस्तै स्पिड दौडिने गर्छन् मनदीप नेपाली। विप्लव बललाई खेलाउँदै, तर जर्सी नम्बर 11 बललाई आफ्नो पक्षमा लिइसकेका थिए, तर ग्रिनल्यान्डको सशक्त डिफेन्सको माध्यमबाट बल ग्रिनल्यान्डको पक्षमा। राहुल दुराले यो प्रयास गर्नेछन्, जितेका छन् जीवन दुराले। विपिन पन्तको यो लामो प्रहार सँगसँगै केही हुन्छ यहाँनिर। जर्सी नम्बर 16 निकै अग्ला कदका खेलाडी, शारीरिक रूपमा निकै बलिया देखिने खेलाडी बल खेलाइरहेका छन्। राम्रो पास थियो यो थ्रु बल, तर यसलाई सजिलै आफ्नो पक्षमा पारेका छन् ग्रिनल्यान्ड युथ क्लब। रविन्द्र आचार्य, विप्लव राम्रो बल खेलाइरहेका छन् ग्रिनल्यान्ड युथ क्लब। जर्सी नम्बर 14 र यो उत्कृष्ट गोल आकर्षक थियो त्यो गोल। गोलकिपरलाई त्यहाँनिर मौका थिएन त्यो बललाई रोक्नको लागि, डिफेन्सहरू पनि बिट भइसकेका थिए। जर्सी नम्बर 14 जीवन दुरा, विप्लव सुवेदी, राहुल दुरा निकै नै राम्रो पास खेलिरहेको छ। अझै पनि बलमा ग्रिनल्यान्ड युथ क्लब बल खेलाइरहेको छ। यो प्रहारको लागि चौथो लोसार 7 साइड खेल सुरु भइसकेको छ। यङ बोइज कलकत्ता आफ्नो क्षेत्रमा बल खेलाइरहेको छ। मोटे हिजो पेनल्टी मिसानेको नि जहिले त्यही देख्छ। सबैभन्दा सानो है यिनीहरूको दाजुभाइमा मोटे फोटा हो सानो यो पहिलो प्रहार थियो, बल दिशाविहीन हुन पुग्दा यो बललाई यङ बोइज बनकट्टाले खेलिरहेको थियो, तर समर घले बललाई खोज्न सफल त्यहाँनिर। जर्सी नम्बर 23 असीम आलेमगर
जर्सी नम्बर 10 समर गलेको यो प्रहार पार्न सकेन। आरामले खेलिरहेको छ यङ बोइज बनकट्टा भने उस्तै दमदार प्रस्तुति देखाइरहेको छ यङ बोइजले। असीमाले मगरको यो पास लकी मगरलाई बल अगाडि बढाउँदैछन्। निकै नै उत्कृष्ट पास प्रदर्शन गरिरहेका छन्। समर गलेको यो क्रस गोल पोस्ट नजिकैबाट उत्कृष्ट पास खेलिरहेको छ। यो गोलकिपरलाई जर्सी नम्बर 4 अङ्कित बललाई सजिलै नियन्त्रणमा लिइरहेका छन्। सम्हालिएको खेल प्रदर्शन गर्दैछन् दुवै टिमका खेलाडी साथीले। 7 साइड फुटबल प्रतियोगिताले खेलाडीको तथा दर्शकको मन छोएको छ। प्रत्येक बलहरू निकै नै रोमाञ्चक बलहरू हुने गर्छन्। एकै बलमा एट्याक गर्ने खेलाडीहरू अर्को बलमा डिफेन्स गर्न पुग्छन्। असीमाले मगर लकीलाई बल बलमा शुभ बिहानी यहाँनिर बललाई क्याप्टेन जर्सी नम्बर 7 लगाएका क्याप्टेनले बललाई अगाडि बढाउँदैछन्। यहाँनिर राम्रो मौका थियो, अझै पनि मौका छ। यसलाई शुभ बिहानी दुवै तर्फका खेलाडी साथी सङ्घर्ष गर्दै जर्सी नम्बर 22 यो राम्रो अवसर थियो तर त्यो बललाई गोलकिपरले सजिलै नियन्त्रणमा लिएका थिए। आफ्नो अनुभव देखाइरहेका छन्। यो पहिलो कर्नर किक प्रहार गर्दै थिए यङ बोइज बनकट्टा, यसलाई सजिलै नियन्त्रणमा लिएका भने यो लामो प्रहार तर गोलकिपर तैनात छ त्यहाँनिर। जर्सी नम्बर 10 लगाएर खेल्ने प्रिन्स बोट आफ्नो साथीको खोजीमा थिए तर यो मिस पास भएसँगै अङ्कित थापा मगरले बललाई आफ्नो नियन्त्रणमा राखेका छन्। असीमाले मगरको यो पास लकीको लागि फेरि पनि बलमा शुभ बिहानी ब्याक पास मार्फत बललाई नियन्त्रणमा लिएको थियो। यो लामो रेन्जको पास जर्सी नम्बर 4 को राम्रो प्रहार थियो। यो लोभलाग्दो स्किल प्रदर्शन गरेका थिए त्यहाँनिर। लकीबाट बल असीमाले मगरलाई, असीमाले मगरबाट अन्तिम अङ्कित थापा मगर विफल हुन पुग्यो। जर्सी नम्बर 9 सुरेश मगरको जर्सी नम्बर 22 विवेक फेरि पनि बलमा यो लामो प्रहार थियो। सहज भइरहेको छ, सहज तरिकाले खेलिरहेका छन् दुवै तर्फका गोलकिपरहरू। यो प्रहार उत्कृष्ट प्रहार थियो तर यसलाई सजिलै कलेक्ट गरिदिएका छन् यङ बोइज बनकट्टाका गोलकिपरले। फ्रेमभित्र जान सकेको थिएन। जर्सी नम्बर 23 असीमाले मगर मैदानको मध्यभागमा राम्रो खेल खेलिरहेका छन्। यो क्रस थियो, राम्रो क्रस थियो तर यङ बोइज बनकट्टाले यसलाई विफल पारेको छ। सनम मगर अभिषेक परियारको यो गगनचुम्बी प्रहार कुनै समस्या छैन त्यहाँनिर। लकलाई साथ दिनेछ सायद आज उनलाई। डिफेन्सले
छोटे यो अवसर हुन सक्छ यहाँनिर यो काउन्टर एट्याक थियो र यसलाई सजिलै विफल बनाइदिएका छन्। तारिफ गर्नुपर्छ यङ बोइज बनकट्ठाको एट्याकलाई र उस्तै तारिफ गर्नुपर्छ शिव बिहानीको डिफेन्सलाई। खेलको पहिलो येल्लो कार्ड प्रदान गरिएको छ जर्सी नम्बर 2 लगाएर खेल्ने। यो क्रस पासलाई निकै नै आकर्षक तरिकाले निकै नै आकर्षकमा अझै पनि अङ्कित थापा मगर यो क्रस फेरेको तारिफ गर्नु। 4वटा उत्कृष्ट सेभ गरिसकेका छन् अहिलेसम्म भने सङ्गमाले शुभ बिहानीका गोलकिपरलाई अहिलेसम्म खतरनाक बलहरू भएको छ। स्कोर बोर्ड अझै पनि सेकेन्ड हाफ फेरि उस पनि हुन्न कि असिमी कहाँ अनि आगेको गेम भन्नु मात्रै कहाँ दिन्छ क्लियर अङ्कित बेल अलरेडी टच गर फुटबल मात्रै ठोक्ने क्या नजिक लगाएर कुदाउँदा त्यसले के गर्ने ल हेर्न ओ आसिम झर र झर निकै नै डेन्जर खेलाडी हुन् यङ बोइज बनकट्ठाका क्याप्टेन मनिष मगर। शुभ बिहानी अङ्कित थापा मगर असीमालेलाई दिएको यो पास यता भित्र आइज नि यहाँ पछाडि आइज न यता आइज साथीको खोजीमा यहाँ बसेर माग्छ राम्रो पास खेलिरहेको छ। एउटा प्रहार यो डिफ्लेक्सन थियो त्यहाँनिर यो पास यो सँगसँगै शुभ बिहानी समर घले राम्रो ब्याक पास यो क्रस पास थियो ओपोनेन्टको गोल पोस्ट नजिकै खेलाइएको थियो विश्वकर्माको यो प्रहारलाई उत्कृष्ट तरिका यो मिस पास थियो यसलाई नियन्त्रणमा लिन सकेनन् मनिषमा गोलमा परिणत गर्न सकिरहेका छैनन् प्रयास भने निरन्तर गरिरहेका छन्। मैदानको खाली क्षेत्रमा पाइएको यो बललाई लिग लिडर आर्सेनलले 2-1 को जित हासिल गरेर सेकेन्ड हुने टिम म्यानचेस्टर सिटीसँग 2 अङ्कको दूरी कायम गरेको छ। हिजो बेलुका नै म्यानचेस्टर सिटीको म्याच यो प्रहार थियो जर्सी नम्बर 2 लगाएर खेल्ने खेलाडीको जर्सी नम्बर 2 रोहन बोट र बलमा फिर्ता भएका छन् शुभ बिहानी र डिफेन्स जर्सी नम्बर 12 सनम मगरको राम्रो मेहनतको माध्यमबाट ल यो सँगसँगै हाम्रो यो खेललाई प्रत्येक दिन न्युज बनाएर र एडिट समाचार पोस्ट भइसके पछाडि एडिट गर्नै नसकिने खालको समाचारहरू उहाँले पोस्ट गर्नुहुन्छ। व्यक्तिगत रूपमा भन्नुपर्दा उहाँको समाचार लेखनको म तारिफकर्ता पनि हुँ। राम्रो खेल प्रदर्शन गरिरहेको छ शुभ बिहानीले तर बललाई आफ्नो पक्षमा राख्न सफल भएका छन् यङ बोइज बनकट्ठा क्याप्टेन मनिष मगरको यो लामो प्रहारलाई
गोलमा परिणत गर्न प्रयासरत छन् यङ बोइज बनकट्टा। 3 मिनट अब रेफ्री आउनु बित्तिकै सुरु भइहाल्छ। कल्याणपुर बजारको मञ्चभन्दा ठ्याक्कै पछाडि अहिले क्लबले नयाँ भवन पनि बनाएको छ। निकै नै सफल पदाधिकारीहरू देखिनु भएको छ कल्याणपुर युथ क्लबको। त्यसको ऊर्जा, त्यो युवाको ऊर्जा हामीले अहिले खेल मैदानमा पनि देख्न सक्छौँ। यो सँगसँगै मसँग एउटा जानकारी छ। भोलि सेमिफाइनलका पहिलो फाइनलको खेल 1 बजे हुनेछ, 12 बजे हुनेछ भने दोस्रो सेमिफाइनलको खेल 2 बजे हुनेछ। पहिलो सेमिफाइनलमा सुरबिहानी भरतपुर वर्सेस तमु समाजको बिचमा हुनेछ दिनको ठीक 12 बजे भने दोस्रो सेमिफाइनलको खेल अहिले खेलिरहेको दुईवटा टिमको विजेता र ध्रुवतारा ए वर्सेस ज्ञान ज्योतिको विजेताको बिचमा भोलि ठीक 2 बजे खेल सञ्चालन हुनेछन्। जम्मी दुईवटा खेल सञ्चालन हुनेछन्, दुईवटा सेमिफाइनलका खेलहरू सञ्चालन हुनेछन्। पहिलो खेल ठीक 12 बजे हुनेछ सुरबिहानी वर्सेस तमु समाजको बिचमा भने दोस्रो खेल हुनेछ सेमिफाइनलको दोस्रो खेल हुनेछ ठीक 2 बजे। सही अनुसार आफ्नो टिमलाई तयार कल्याणपुर युथ क्लब राम्रो खेलको प्रदर्शन गर्दैछ। यहाँनिर जर्सी नम्बर 9 उत्कृष्ट स्किल देखाइरहेका थिए यहाँनिर मिक्स बोइजको तर्फबाट अमन गुरुङले। जर्सी नम्बर 12 राम्रो पास खेलिरहेका छन् यहाँनिर। हिजोको खेलमा शिवदाईलाई हो कि शिवदाई र अमितलाई हो कि शिवदाई र अमितलाई रोक्नु मिक्स बोइज भरतपुरले ठिक छ पनि आज त्यति सहज भने पक्कै हुने 4 मिनेट 1 मिनेट कल्याणपुर 2 मिनेट त हुनु दिनु पर्यो नि। निकै अनुभवी खेलाडी साथीहरू नम्बर 12 लगाउने हुने बुझेलको यो निष्कास सँगसँगै नियन्त्रणमा छ। सेतो जर्सीमा छन्। जर्सी नम्बर 9 पटक उनले बल भाइ झर्नु यतै स्किलहरू देख्न पाइन्छ। तर यो निष्कास सँगसँगै बल कल्याणपुरको पक्षमा भयो के किसन फेरि चेन्ज गरिहालिन्छ नि के भयो। फ्रान्सले वर्ल्ड कप 2026 मा एउटा नयाँ स्ट्राइकर लिएर जानेछ, जुन स्ट्राइकरले फल भएन हिजो भएको इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको तर्फबाट 2 गोल गरेका थिए। उस्मान डेम्बेलेसँग खेल्नेछन् उनले। मास्टरले बबल छक्काको भिडियो आयो कि हानेर त यार। कल्याणपुर युथ क्लबका खेलाडी साथीहरू पनि युरोपियन खेल मैदानमा प्रस्तुत गरिरहेका छन्। कल्याणपुर युथ क्लब आरामसँग खेलिरहेको छ। यो मौका हुन सक्छ यहाँनिर। जर्सी नम्बर 66 लगाएर खेल्ने पदम नेपालीलाई प्लेयर टु वाच हुनुहुने यो टुर्नामेन्टकै सर्वाधिक गोलकर्ता, जसले पहिलो खेलमै 4 गोल गरेर सर्वाधिक गोलकर्ताको सूचीमा। जर्सी नम्बर 3 लगाएर खेल्ने खेलाडी अमित पावे, अग्लो कटको खेलाडी शारीरिक रूपमा
निकै बलिया खेलाडी पनि हुनुहुने फ्रीकिकको अवसर प्रदान गरेका छन् रेफ्रीले। यो सँगसँगै कुनै पनि खेलाडीमा छैन। दुवै टिम उपाधिको दावेदार टिम, दुवै टिम 35,000 सँगसँगै मेडल र प्रमाणपत्रको दावेदार टिम। जर्सी नम्बर 9 मैले भन्दै थिएँ प्लेयर टु वाचको लिस्ट नम्बर 1 मा छन् अमन गुरुङ। मिक्स बोइजका यो सशक्त प्रहार थियो, लगभग यसलाई सिरिठोसँग तुलना गर्न सक्ने गरिने मौसम। प्लेयरहरूलाई पनि ज्याकेटको टोपी टाउकामा देखिएको छ। जाडो त्यस्तै छ। तमुलो सार, तमुको लोसार, तमु लोसार। यो अवसर थियो खेलमा कल्याणपुर युथ क्लब। यो किकको अवसर हुन सक्छ यहाँनिर। बललाई सजिलै क्लियर गर्दैछन् मिक्स बोइजका खेलाडी साथी। फेरि पनि बलमा मिक्स बोइज जर्सी नम्बर 12 कल्याणपुर युथ क्लबका खेलाडी साथी जर्सी नम्बर 12 लगाएर खेल्ने अनुप भुजेल। लामो रेन्जको यो पास फलदायी हुन सकेन र आक्रमणको प्रयास गर्दैछ मिक्स बोइज। लामो रेन्जको पासहरू खेलिरहेको छ। गोलकिपरको लागि यो बल गाह्रो हुने छैन। मिक्स बोइजका गोलकिपर निकै अग्ला कदका छन् विजय तामाङ। यो प्रहार हुनेछ यहाँनिर। सम्भवतः गोलकिपरलाई त्यति अप्ठ्यारो हुने छैन यो प्रहारलाई विफल बनाउनको लागि। जर्सी नम्बर 66 पदम नेपाली। तरिका पनि राम्रो थियो। जर्सी नम्बर 9 मैदानको हरेक मिनेट हरेक कुनामा पुगेर आफ्नो खेलाडीहरूसँग सहकार्य गर्दै बल अगाडि बढाउँदै आक्रमणका प्रयास गरिरहेका छन्। आफ्नो साथी खोज्दैछन्। जर्सी नम्बर 3 रनिज गुरुङ। जर्सी नम्बर 7 स्मरण रहोस् यो क्रिस्टियानो रोनाल्डोको नम्बर जर्सी नम्बर। स्किललाई मिक्स गर्दै खेलिरहेको छ। अनुभव र स्किल सँगसँगै एउटा दुईवटा गोललाई पनि मिक्स गर्न चाहन्छ मिक्स बोइज। उत्कृष्ट ढङ्गले बल खेलाइरहेको छ मिक्स बोइज। जर्सी नम्बर 3 रनिज गुरुङ। बलहरू खेलाइरहेका छन्। जर्सी नम्बर 3 कल्याणपुर युथ क्लबका शारीरिक रूपमा निकै नै फल किक प्रहार गर्दै पनि टिमलाई दोस्रो जित दर्ता गर्नको लागि राम्रो स्किल देखाएका थिए जर्सी नम्बर 12 लगाएर खेल्ने खेलाडी अनुप भुजेलले। यो प्रहार थियो भन्दा बाहिर गएको थियो तर सजिलै पुनरागमन गरेर बललाई आफ्नो नियन्त्रणमा लिएका थिए मिक्स बोइजका गोलकिपर विजय तामाङले। राम्रो ब्याकहिल पास थियो त्यो। बलमा मिक्स बोइज, अझै पनि मिक्स बोइज बलमा। भाइ पछाडि आऊ, पछाडि मिड बोला यार, मिड बोला 10 नम्बर भाइ, अलिकति तल जा।
ओए धन्दा यार जर्सी नम्बर 9 प्लेयर टु वाचन अमन गुरुङ मिडफिल्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन्। जर्सी नम्बर 7 राजु सेन्चुरी बलमा पदम नेपाली अझै पनि पदम नेपाली आफ्नो साथीको खोजीमा तर यो बल कन्ट्रोल गर्न बाहिर। जर्सी नम्बर 14 नवीन महतो यो मौका बन्न सक्छ यहाँनेर बलमा अझै पनि। जर्सी नम्बर 10 समीर बसौला बललाई नियन्त्रणमा लिँदै। जर्सी नम्बर 16 शिशिर नेपाली जर्सी नम्बर 64 यो गोल हुन सक्थ्यो यहाँनेर। अरबौं खर्च गरेर बनाइएका क्रिकेट स्टेडियम फुटबल स्टेडियमहरूमा जस्तो खेल देखिन्थ्यो त्यस्तै खेलको प्रदर्शन हामीले हाम्रो स्थानीय स्तरमा नै निर्माण भएका चौरमा यो बल आउट भए सँगसँगको टिम भने मिक्स बोइज भरतपुरका निकै नै छरिता खेलाडीहरूले यस खेलले भरिएका खेलाडी साथीहरूको टिम हो। मिक्स बोइज सङ्घर्षरत छन्। मैदानको मध्यभागमा सुशान्त तामाङले उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन्। टिम प्लेको राम्रो उदाहरण हामी देख्न सक्छौँ। मिक्स बोइज भरतपुरको तर्फबाट यो गोल हुन सक्छ यहाँनिर। पदम नेपाली सङ्घर्ष गर्दै जर्सी नम्बर 3 मैले भर्खरै नाम लिएको थिएँ। मिक्स बोइजका जर्सी नम्बर 3 रनिज गुरुङ गर्दैछ। फेरि लामो यो कर्नर किक यसलाई गोलमा परिणत गर्न सक्छन् कि सक्दैनन्। अहिले हामीले ध्रुवतारा युवा क्लबको खेल मैदानमा देखिरहेका खेलाडी साथीहरूलाई केही समय पछाडि हामीले लोभलाग्दो छ विभिन्न समयमा नेपालको सिनियर टोलीबाट जर्सी नम्बर 9 लगाएर खेल्ने राम्रो खेल प्रदर्शन गर्दै अमृत लामाको यो पास पदम नेपाली नम्बर 4 उनलाई थाहा थियो बल पदम नेपालीको खुट्टामा आउनेवाला छ भनेर त्यसैले गोल पोस्ट भन्दा पनि धेरै ध्यान विजय तामाङको पदम नेपालीमा थियो। सजिलै त्यो खेललाई त्यो बललाई आफ्नो पक्षमा लिएका थिए गोलकिपर विजय तामाङले। हुनेछ जसले जिते पनि दुवै टिम जित्नको लागि योग्य टिम हो। जर्सी नम्बर 8 उत्तम तामाङ अमन तामाङले बललाई नियन्त्रणमा लिन सकेनन्। जर्सी नम्बर 3 को यो प्रहार मध्यभागमा सुशान्त तामाङले निकै नै उत्कृष्ट बल क्लियर गर्दैछ। तर जर्सी नम्बर 7 लगाएर खेल्ने खेलाडी बललाई केही समस्या भएको छ। मिक्स बोइजसँग खेलाडी तैनात थिए। गोलकिपरको लागि यो सजिलो बल थियो। जर्सी नम्बर 10 लगाएर खेल्ने खेलाडी समीर बसौला बललाई आफ्नो नियन्त्रणमा राख्नको लागि मिक्स बोइज युथ क्लबका खेलाडी साथीहरूले गरेको मेहनत उत्कृष्ट छ। नम्बर 7 अमृत लामा खेलमा पनि उहाँबाट भएको त्यो गोल
उत्कृष्ट थियो। बल खेलाउँदैछन् जर्सी नम्बर 9 लगाएर खेल्ने खेलाडी। प्लेयर टु वाच अमन गुरुङ। यो खतरा है के बलमा कल्याणपुर युथ क्लब। भएन जर्सी नम्बर 18 कल्याणपुर युथ क्लबका खेलाडी आशिष महतो। जर्सी नम्बर 3 सुशान्त तामाङ। जर्सी नम्बर 6 विजय तामाङ गोलकिपर। उत्कृष्ट सजिलै आफ्नो पन्जाबाट यो लामो रेन्जबाट सक्छन् उनले। अहिले भर्खरै भएको त्यो प्रहार टाढाबाट गरिएको त्यो प्रहार सशक्त थियो, अन टार्गेट प्रहार थियो त्यो, तर त्यसलाई गोलकिपरले बाहिर पारिदिएका थिए। नाम पदम नेपाली अर्को गोल गरेका छन्। मनमोहक गोल थियो त्यो, स्पेक्टाकुलर गोल भन्छन् त्यसलाई। 9 नम्बरलाई न 4 नम्बर भाइ हेर कतिबाट लाइभ भइरहेको छ भने यो गोललाई दोहोऱ्याएर हेर्नु होला, रिज्युम गरेर हेर्नु होला, रिवाइन्ड गरेर हेर्नु होला। कल्याणपुर युथ क्लबका खेलाडी साथीहरू नेपाली डेन्जर म्यान टेकिङ द बल फर यो राम्रो प्रहार थियो, उत्कृष्ट प्रहार थियो। जर्सी नम्बर 9 अमन गुरुङ आफ्ना खेलाडीलाई खोज्दै। जर्सी नम्बर 3 रनिस गुरुङ। शिशिर नेपालीले यो क्लियर गरेको यो बल अझै पनि बलमा एकदम छरितो खेलाडी पदम नेपाली। गोलकिपर अचम्म नमाने हुन्छ, गोलकिपरले गोल गर्यो भनेर यहाँनिर फाउल छ। हान्न नदे भाइ, हान्न नदे, होल्ड गरेर खेल। कहाँ बढ्यो किपर, यो किपर कहाँ फैल्यो अहिले उसी एउटा बल आउँछ। निकै नै सङ्घर्षपूर्ण, निकै नै प्रतिस्पर्धात्मक खेल हो यो। मैले खेल सुरु हुनुभन्दा अगाडि नै उद्घोष गरेको थिएँ यो प्रतिस्पर्धा निकै नै कडा हुनेछ, निकै नै टफ हुनेछ। त्यस्तै खालको खेलको अवलोकन गर्न पाइरहेका छौँ हामीले। ध्रुवतारा युवा क्लब यो चौथो संस्करणमा आइसक्दा देखिरहेको छ उसले। समय छैन, समयलाई मध्यनजर राखेर मिक्स बोइजका खेलाडी साथीले बल खेलाइराख्नु भएको छ र नतिजा पनि उहाँको मेहनतले नतिजा पनि दिइरहेको छ। कल्याणपुर युथ क्लबलाई दिएका छन्। एक पटक पनि उनलाई बिट गरेर कुनै प्लेयरले पनि यो टुर्नामेन्टभरिमा गोल गरेका छैनन्। सङ्घर्षरत खेलाडी 14 नम्बर जर्सी नम्बर 14 नवीन महतोको राम्रो गेम प्ले थियो त्यहाँनिर। जर्सी नम्बर 10 मैले भन्दै थिएँ राम्रो पास यहाँनिर, योभन्दा राम्रो पास हुनै सक्दैन। नवीन महतोको खुट्टामा बल, नवीन महतोले निकै नै चरिता गोलकिपर बल अगाडि बढाएर लिएर जाँदैछन्। यहाँनिर गोल पर्छ, गोलकिपर बलै जहाँ एटेम्प गरिएको थियो त्यहाँ पुग्न सकेन, तर माइन्ड सेट उत्कृष्ट थियो पदम नेपालीको र काउन्टरले एट्याक गर्दैछ। यहाँनिर गेमलाई बिल्डअप गर्दैछ मिक्स बोइजले। 14 नम्बर जर्सी नवीन महतोको लामो प्रहार यो विजन अछामी यहाँनिर आक्रमणको प्रयास गर्दैछ। जर्सी नम्बर 8 मिक्स बोइजले
जम्मा केही मिनेटहरू मात्रै कल्याणपुर युथ क्लबलाई जितको लागि केही मिनेटहरूको आवश्यकता मात्र छ भने लामो प्रहार थियो यो हेडिङ राम्रो ट्याकल थियो यो लडिरहेका छन् मैदानको मध्यभागमा पदम नेपाली बल खेलाउँदै राम्रो पास थियो यसलाई सजिलै कन्ट्रोल गर्नेछन् जर्सी नम्बर 14 ले उत्कृष्ट खेल अमन गुरुङको उत्कृष्ट गेम प्रदर्शनको कारणले गर्दा बलमा छ मिक्स बॉयज राम्रो स्किल त्यहाँनेर डज गरेका छन् यो प्रहार थियो जर्सी नम्बर 10 समीर बसौलाको उत्कृष्ट बचावट थियो त्यहाँनेर निकै नै सङ्घर्षपूर्ण खेल हो यो राम्रो पासहरू खेलिरहेको छ जर्सी नम्बर 9 नम्बर 12 अनु भुजेलको तर्फबाट अब यहाँ प्रहार देख्न सक्छौँ हामीले के यो गोलले परिणत हुनेछ गोलकिपरलाई पिट गर्ने प्रयास गर्दै थिए जर्सी नम्बर 13 गोलकिपर मिक्स बोइजका विजय तामाङ आफ्नो गोल पोस्टलाई हरेक एङ्गलबाट रक्षा गरिरहेका छन् जर्सी नम्बर 14 को साथमा मिक्स बोइज खेलिरहेको छ टाइम सक्यो त क्याप्टेन नि हो त म त अनि टाइम सक्यो बल खेलाइरहेका थिए उत्तम तामाङ गोल पोस्ट नजिकै गरिएको यो प्रहार गोलकिपरलाई अप्ठ्यारो बनाउने छैन उत्कृष्ट खेल प्रदर्शन गर्दै आइरहेका छन् दुवैतर्फका गोलकिपरहरूले यसको मतलब दुवैतर्फका एट्याकरहरू पनि निकै नै सशक्त खेल प्रदर्शन गर्दै जर्सी नम्बर 10 बाट 64 आशिष महतोको नजिकैबाट बल बाहिरिएको छ गोल पोस्टमा गोलकिपर थिएनन् त्यहाँनेर गोलकिपर बिट भइसकेका थिए बल अगाडि बढाउँदै अमन गुरुङबाट रनिज गुरुङ यो काउन्टर एट्याक यहाँनेर राम्रो प्रहार थियो गोलकिपरको मेहनतलाई मान्नुपर्छ गोलकिपरको प्रदर्शनलाई मान्नुपर्छ यहाँनेर अझै पनि बलमा अमन गुरुङ यो मौका हुन सक्छ यहाँनेर तर अग्ला कदका खेलाडी नवीन महतोबाट उत्कृष्ट बचाव गोलकिपर अचम्म नमाने हुन्छ गोलकिपरले गोल गरेको खण्डमा अझै सङ्घर्ष गर्दैछन् गोलकिपर ल सिद्धियो सँगसँगै खेलको अन्त्य भएको छ निकै नै घम्साघम्सीपूर्ण रहेको यो खेल चुनौतीपूर्ण थियो अस्मिक दोराको जर्सी नम्बर 9 लगाएर खेल्ने ज्ञानज्योति युवा क्लबका खेलाडी सुदीप पन्तलाई पनि हामीले प्लेयर टु वाचको रूपमा देख्न पाउनेछौँ यो मिस पास भए सँगसँगै बलमा फेरि ध्रुवतारा युवा क्लब यो ब्याक पास राम्रा प्लेयर हुनुहुने जर्सी नम्बर 25 लगाएर खेल्ने ध्रुवतारा युवा क्लबका खेलाडी धेमन मगर राम्रो पास मैदानको खुल्ला भागमा यो प्रहार निकै नै उत्कृष्ट थियो 21 लगाएर खेल्ने ध्रुवताराका खेलाडी आशिष दुरा मैदानको कुनै पनि भागबाट गोल गर्न सक्ने क्षमता राख्छन् भर्खरै देखेका थियौँ हामीले एउटा सशक्त प्रहार थियो यो अस्मिक दुरा यो क्लियर हो यहाँनिर गोलको अवसर हुन सक्छ राम्रो प्रहार थियो यो राम्रो प्रयास थियो तर गोलकिपरको लागि यो प्रहार त्यति अप्ठ्यारो हुने छैन डिफेन्सको तारिफ गर्नुपर्ने हुन्छ ज्ञानज्योति युवा क्लबका राम्रो प्रहार राम्रो प्रयास थियो यो सुदीप पन्त सङ्घर्ष गर्दै बलमा थ्रो इन पनि गर्दैछन् उनीहरूले आशिष छेत्री बलमा यो थ्रु बल यसलाई सजिलै क्लियर गरिदिएका छन् जर्सी नम्बर 25 लगाएर खेल्ने ध्रुवतारा युवा क्लबका डिफेन्ड डेमन मगरले सुरज मगर बलको प्रतीक्षामा थिए तर डेमन मगर बलमा निकै नै कन्फिडेन्स देखिएको छ दुवै टिमको खेलमा यो थ्रु बल यहाँनिर गोलको अवसर हुन सक्छ यो प्रहार निकै नै सशक्त प्रहार थियो आशिष छेत्रीको यो मिस पास सँगसँगै सुरज मगरले बललाई कलेक्ट गरेका छन्
बललाई सजिलै आउट हुन दिएका छन्। थ्रो इन गर्दैछन् सुरज मगरले। हेमन मगर बल जर्सी नम्बर 11 आशिष छेत्री प्रहार गर्दै थिए। अझै पनि जर्सी नम्बर 7 लगाएर खेल्ने खेलाडी करण बोट। निकै नै सम्हालिएको प्रदर्शन जर्सी नम्बर 14 लगाएर खेल्ने खेलाडी बलमा सङ्घर्ष गरिरहेका छन्। सुसन सुनार र बलमा सुरज मगर। हेमन मगर यो राम्रो पास थियो जर्सी नम्बर 21 आशिष दुराको। आशिष दुरा बलमा यो कम्बिनेसन आशिष दुरा र अस्मिक दुराको राम्रो कम्बिनेसन थियो यहाँनिर। अस्मिक दुरा आशिष दुरा तीनजना ज्ञानज्योति युवा क्लबका तीनजना प्लेयरलाई बिट गयो। उस्तै गेम प्ले छ जर्सी नम्बर 14 सुसन सुनारको यो राम्रो पास थियो अस्मिक दुरालाई। बलमा हावी देखिएको छ ध्रुवतारा युवा क्लब। सुरज मगर यो राम्रो प्रहार थियो। यो क्रस यो उत्कृष्ट गेम प्ले पनि महत्त्वपूर्ण पाठ हो। केही समयको लागि खतरा मुक्त छ ज्ञानज्योति युवा क्लब। आशिष दुराको यो पास जर्सी नम्बर 17 विश्वास गुरुङ। देमन मगर बलमा सजिलै बल फुस्काइरहेका छैनन्। राम्रो पास राम्रो मेहनत सुरज मगरको। अस्मिक दुरा बलमा यो प्रहार यसलाई सजिलै यहाँनिर जर्सी नम्बर 17 विश्वास गुरुङ बललाई खेलाउँदै थिए तर बल बाहिरिएको छ। थ्रो इन गास हुन सक्छ यहाँनिर। जर्सी नम्बर 8 विल्सन अझै पनि लयमा छ ज्ञानज्योति युवा क्लब। जर्सी नम्बर 7 करण बोटको यो लामो प्रहार गोलकिपरलाई भने अप्ठ्यारो हुने छैन। यो बल यो भन्दा थुप्रै कडा प्रहारहरू सेभ गर्दै आइरहेका छन्। राम्रो पास यो तर क्याप्टेन सागर पौडेलको क्याप्टेनसिप र उनको खेल पनि क्याप्टेनको जस्तै छ। क्याप्टेन लिडिङ फ्रम द फ्रन्ट। राम्रो प्रहार राम्रो प्रयास अस्मिक दुरा आशिष दुरालाई र बल जान्छ देमन मगर। राम्रो पास मैदानको हरेक कुनाको भरपुर प्रयोग गरिरहेका छन् ध्रुवतारा युवा क्लबका खेलाडी साथी। बल पोसेसनमा अगाडि छ ध्रुवतारा युवा क्लब। अस्मिक दुरा जर्सी नम्बर 15 लगाएर खेल्ने खेलाडी। राम्रो प्रहार राम्रो डज गरेका छन्। यो प्रहार हुन सक्छ यहाँनिर गोल पोस्ट बन्धनमा। यो अवसर हुन सक्छ यहाँनिर ज्ञानज्योति युवा क्लबको लागि तर प्रहार चाहिँ उभिएका छन् देमन मगर। विश्वास गुरुङ यो मिस पास भए सँगसँगै ज्ञानज्योति युवा क्लब। यो थ्रो बल थियो। अब यहाँनिर मौका बन्न सक्छ। जर्सी नम्बर 13 बल ड्रिबलिङ गर्दै थिए कुनै मौका दिएनन्। ज्ञानज्योति युवा क्लब भैरवपुरका खेलाडी साथीले प्रहार गर्ने मौका दिएनन्। आशिष दुराबाट देमन मगरलाई पास लामो प्रहार थियो। यो पासलाई सजिलै कन्ट्रोल गरेका छन्। सम्भवतः यो बल गोल हुनुपर्छ। कतिसम्म सशक्त थियो भने त्यसले जालीलाई पनि बिट गरेर बाहिरिएको थियो। निकै नै कडा प्रहार थियो। गोलकिपरको लागि कुनै अवसर थिएन त्यहाँनिर। यो अर्को कडा प्रहार थियो। उत्कृष्ट स्केल अफ द टुर्नामेन्ट हुने थियो। निकै नै कडा प्रहार थियो। जर्सी नम्बर 11 लगाएर खेल्ने आशिष छेत्रीको त्यसलाई उत्कृष्ट स्किलको साथमा गोल पोस्टभित्र छिराउने प्रयास गरेका थिए करण बोटले। लामो रेन्जको यो पास आशिष दुराले सहज रूपमा कन्ट्रोल गरेका छन् यसलाई। ब्याक पास देमन मगर यो मिस पास पनि भएको छ। राम्रो प्रयास थियो यो राम्रो ट्याकल थियो तर यो सँगसँगै गोलकिपर राम्रो पास थियो। यो चेस्ट वर्क पनि उस्तै थियो।
फल छैन रे यो गोल हुन सक्थ्यो तर गोलकिपर सञ्जय गुरुङ इक्वलाइजर हुनबाट बचाएका छन्। अझै पनि ध्रुव तारा युवा क्लब 1-0 को अग्रता छ। सहज कन्ट्रोल हुनेछ यो बललाई, अत्यन्तै सुन्दर पास र यहाँनिर केही हुन सक्छ, गोलको आशा गर्न सक्छौँ, यहाँबाट हुँदैन। सङ्घर्ष गरिरहेका छन्। खेलमा 1 विकेट लिएका थिए। नेपालको क्रिकेटिङ जर्नी फुटबलको भन्दा धेरै स्तरीय तरिकाले अगाडि बढिरहेको छ। हामीले आश गरौँ एन्फाले पनि राम्रो पदाधिकारी पाउनेछ र नेपालको फुटबल फेरि पनि ब्याक अन द ट्र्याक आउनेछ। हामीले आश गरौँ त्यसलाई। तर मानिमा भने फुटबलको क्रेज सामान्य टोलमा हुने खेलहरूमा पनि दर्शकहरू भरिभराउ हुन्छन्। यो ब्याक हिलबाट गरिएको यो प्रयासलाई गोलकिपरले सहज रूपमा बुझेका थिए र त्यसलाई कन्ट्रोल पनि गरे, बचाएका छन् आफ्नो टिमको लागि 1 गोल। यहाँनिर मौका हुन सक्छ, यो प्रहारको अपेक्षा गर्न सक्छौँ हामी। अझै पनि बलमा ज्ञानज्योति युवा क्लब, लामो प्रहार थियो यो, सहज रूपमा बाहिरिएको थियो बल। जर्सी नम्बर 13 लगाएर खेल्ने खेलाडी सुरज मगर, अस्मिक दुराको यो लामो प्रहार गोलकिपरले पञ्च गरेर फालिदिएका छन्। निकै नै छरिता गोलकिपर हुनु उनी, फेरि पनि बल कन्ट्रोल गरेका छन्। केही समयको टेक्निकल पज पछाडि गेम जर्सी नम्बर 13 लाई सजिलै सुरज मगरलाई सजिलै बिट गरेका छन् सुदीप पन्तले, तर यसलाई रोकिदिएका छन्। यो प्रयास हुँदैछ ज्ञानज्योति युवा क्लब गोल पछिभित्र छिराउन प्रयास गर्नेछन्। राम्रो प्रहार बचावट। जर्सी नम्बर 14 हाम्रो पास थियो अस्मिक दुरालाई, अस्मिक दुराबाट आशिष दुरा बलमा अझै आशिष सम्भवतः यो ब्याक पास हुनेछ, सजिलै डच गरेका छन्। बल आउट। खेल इतिहासमै आजसम्म यी दुवै क्लब मध्ये कुनै क्लबले पनि गर्दै आइरहेको ज्ञानज्योति युवा क्लब अस्मिक दुराको यो राम्रो पास थियो, यसलाई प्रहार गर्न सकेनन्। जर्सी नम्बर 13 को यो अर्को प्रयास थियो। अचम्मको कुराहरू देखिएको छ आज। गोलकिपरको ह्यान्डबल देखिएको थियो आज, संस्कारको येलो कार्ड पनि देखियो। अचम्म हुँदैछ र यो गोलको अवसर हुन सक्थ्यो, तर बल निकै नै उत्कृष्ट ढङ्गले क्लियर गरिदिएका छन्। बल खेलाउँदैछन् सुदीप पन्त। यो दिशाविहीन प्रहार, उत्कृष्ट पासहरू खेलिरहेको छ दुरा ब्रदर्स। जर्सी नम्बर 23 लगाएर खेल्ने खेलाडी निशान महतो, उनको निशाना चुक्ने छैन यसपालि। निशान महतोको निशाना मैले भर्खरै उद्घोष गरेको थिएँ। उनीहरूको प्रयास स्वरूप यो प्रहार थियो, तर यसलाई उत्कृष्ट तरिकाले बचाउट गरिदिएका छन्। जर्सी नम्बर 12 लगाएर खेल्ने क्याप्टेन सागर पौडेलले क्याप्टेनसिप, आफ्नो क्याप्टेनी पारी खेलिरहेका छन् क्याप्टेनले। यो बललाई, यो क्रस बललाई लिनको लागि ज्ञानज्योति युवा क्लबका कोही प्लेयर थिएनन् त्यहाँनिर। राम्रो बल खेलाइरहेका छन् अस्मिक दुराले। सुरज मगर, अस्मिक दुरा सजिलो हुने छैन उनलाई बिट गर्नको लागि। राम्रो ट्याकल थियो यो। रियल मैड्रिड का प्लेयर रोड्री
मन्त्रमुग्ध बनाएका थिए दर्शकहरूलाई। यस्तै सिन यहाँ देखिएको थियो। अस्मिक दुराबाट आफ्नो गल्तीलाई आफैले सच्याएका थिए, न्याय दिएका छन्। फेरि पास ब्याक गरेका छन् अस्मिक दुरालाई। सम्भवतः उनले प्रहार गर्नेछन्। यो भाग्यले साथ दिएन यसपालि ध्रुवतारा युवा क्लबलाई। वुडवर्क देखिएको थियो त्यहाँनिर। अस्मिक दुरा राम्रो गेम खेल्दैछन्। सुरज मगरले उनलाई भरपुर साथ दिएका छन्। उस्तै आशिष दुराले पनि। अस्मिक दुरा फेरि पनि बलमा राम्रा पासहरूको नमुना हामीले देखिएको छ। सजिलै बिट गरिरहेका छन् ज्ञानज्योति युवा क्लबका खेलाडीलाई भने। यहाँनिर डेमन मगर उनीबाट बल, उनलाई बल झुक्याएर लिएर जान त्यति सजिलो भने हुने छैन। उफ्रिएर बल बचाएका थिए। यहाँनिर मौका हुन सक्छ तर गोलकिपर चुप्प बनाएका छन्। हरेक थुप्रै पटक लगभग भइसकेको गोलबाललाई बचाएर आफ्नो टिमलाई अग्रता कायम गर्न सफल हुँदै आइरहेका छन्। त्यस्तै अर्को गोलकिपिङको नमुना देखाए यहाँनिर सञ्जय गुरुङले। आफ्नो प्लेयरको खोजीमा छन्। आशिष छेत्री बल कलेक्ट गरे करण बोटले। राम्रो पास खेलिरहेका छन् यहाँनिर। राम्रो बल खेलाइरहेका छन्। सुरज मगर ब्याक पास डेमन मगरलाई। अस्मिक दुरा निकै नै उत्कृष्ट ढङ्गले बललाई अगाडि बढाइरहेका छन्। उत्कृष्ट खेल देख्न सक्छौँ यहाँनिर। टाङमुनिबाट गरिएको यो पास राम्रो प्रयास थियो यो। अब यहाँनिर मौका हुन सक्छ। फेरि पनि राम्रो पास थियो यो। डेमन मगरले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् यहाँनिर। राम्रो पास। यो पासलाई डिस्टर्ब गर्नको लागि कुनै प्लेयर थिएनन् त्यहाँ। यो थ्रु बल थियो तर यो बललाई कलेक्ट गर्नको लागि अर्को प्लेयर थिएनन्। अस्मिक दुरा बलमा। अस्मिक दुरा उत्कृष्ट लयमा देखिएका थिए उनी। बलमा अझै पनि ज्ञानज्योति युवा क्लब आफ्नो प्लेयरको खोजीमा छन् उनी। सम्भवतः जर्सी नम्बर 8 ले पास पाउनेछन्। यो प्रहार जर्सी नम्बर 7 राम्रो ब्याक पास गरेका छन् तर यसलाई आफ्नो पक्षमा पारेका छन् अस्मिक दुराले। अझै पनि विल्सन गुरुङ यति सजिलै गोल पोस्टमा प्रहार गर्न दिइरहेका छैनन्। 3 को अवस्थामा राम्रो पास थियो यो। यसलाई कसरी प्रयोग गर्छन् हेर्न बाँकी नै छ। यहाँ प्रहारको अपेक्षा राम्रो सर्ट थियो। सजिलै क्लियर गरिदिएका छन्। र यो हुसेल सँगसँगै चौथो खेल अर्थात् चौथो दिनको अन्तिम खेलको समाप्ति भइसकेको छ र